जुन हाम्रो निर्वाचन भयो, निर्वाचनको भोलिपल्ट नै मैले एउटा भिडियो बनाएको थिएँ। अम, खायो, बालेले देश खायो भनेर बनाएको थिएँ। नभन्दै ठ्याक्कै चाहिँ आज चाहिँ प्रधानमन्त्रीमा नियुक्त भइसक्नु भएको छ। उहाँलाई एकदम शुभकामना छ। साथै जो मन्त्री परिषदमा गठन हुनुभएको छ, उहाँहरू सबैलाई शुभकामना छ। हामी सफल कार्यकालको शुभकामना पनि दिन्छौँ उहाँहरूलाई। आउने दिनहरूमा जनअपेक्षासहितको काम चाहिँ उहाँहरूले गर्नुहुन्छ भन्ने हाम्रो जनमानसमा चाहिँ एउटा अपेक्षा छ। सो उहाँहरूले त्यही अनुसारले काम गरिदिनुहुन्छ भन्ने पनि हामीलाई एउटा विश्वास छ र हाम्रो तर्फबाट के हुन्छ हामीले गर्नुपर्ने सहयोग सधैँ रहन्छ, होइन? र अहिले जुन कुरा निक्लिरहेको छ, सुदन गुरुङलाई चाहिँ किन गृहमन्त्री बनाइयो, किन गृहमन्त्री बनाइयो? उहाँ एकदम निडर मान्छे हो। उहाँले गर्दा नै यो समीकरण सबै सफल भएको, यो कुरा सबैलाई थाहा नै छ, होइन? त्यो कारणले गर्दाखेरि चाहिँ एकदम सही कुरा हो। र अर्को कुरा भनेको चाहिँ मेरो विचारमा मलाई के लाग्छ भने जुन रवि लामिछानेमाथि अहिले मुद्दाको चाहिँ फैसला भइसकेको छैन र उहाँले जुन तारिक बोकिरहनु भएको छ, जुन कुराले गर्दाखेरि चाहिँ उहाँलाई मन्त्री हुनलाई अथवा चाहिँ मन्त्रालय सम्हाल्नलाई चाहिँ उहाँले त्यो पाउनुभएको छैन। त्यसले गर्दाखेरि चाहिँ उहाँको सट्टामा अहिले सुदन गुरुङलाई गृहमन्त्री बनाइएको र उहाँको मुद्दा चाँडै किनारा लागिसकेपछि चाहिँ उहाँ जब संवैधानिक बाटो खुलेर चाहिँ उहाँ जुन अब मन्त्रालय जाने बाटो हुन्छ, त्यस पछाडि चाहिँ उहाँ पक्कै गृहमन्त्री हुनुहुन्छ। यो कुरा ढुक्क हो। त्यही भएर चाहिँ सबैजना चाहिँ अहिले एउटा सामाजिक सञ्जालमा एउटा रिस जस्तो पनि देखाएको छु। सुदन गुरुङलाई चाहिँ किन गृहमन्त्री बनाइयो भनेर, होइन? उहाँलाई गृहमन्त्री बनाउनु भनेको चाहिँ अहिलेलाई उहाँलाई एउटा पदभार दिनु र जेएनजीको विद्रोहपछि चाहिँ जेएनजीको पनि प्रतिनिधित्व हुनुपर्छ र सत्य तथ्य छानबिन हुनुपर्छ भनेर उहाँलाई अहिले अगाडि सारिएको र पछि गएर चाहिँ सबै कुरा चाहिँ आदरणीय सभापतिज्यू हाम्रो रवि लामिछानेज्यू उहाँले नै सम्हाल्ने हो गृह मन्त्रालय। सो त्यो कुराले चाहिँ कन्फ्युजन नहुनुहोला। सबैलाई एकदम शुभकामना, बधाई पनि र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। हस्, धन्यवाद।